मैले प्याज भुटे, गोबी प्याज, बन्दागोबी र खुर्सानी भुटी मैले है। अब म बनाउँछु बिस्तारै है। यहाँ बनाउँछु है। सामान हाल्दैछु म। अजिना, सोया सस हालेन है। सोया सस नहालेको मैले किनभने घरमा खान लागि यो हल्दी हालेँ। अनि भिडियो पचास भिडियो है, यो मेरो पहिलो भिडियो। यो नमक हालेँ। अनि त्यसपछि टमाटर हाल्छ, टमाटर हालेँ। चाउमिन मैले उसालेर धुएर रेडी गरेर राखेको है। अब हाल्छु काँटा चम्चा युज, किनभने म ठुलो चम्चा चाउमिन बनाउने चम्चा दिँदैन मैले, त्यही भएर यसले यो निकाल्नु पर्दैन। है किनभने काँचो बनाएको छैन नि त। यो चिल्ली ससहरू यो भयो चाउमिन गरम मसला, यो रह्यो अमिलो चुक, घर खानाको लागि यो फिलहाल। भयो अब मैले सरी भाँडा धेरै युज भयो। यो थोरै चटनी हल्का आफ्नो इच्छा अनुसार छ। अब होइन मेरो चाउमिन है, यो सादा बनाएको छु मैले, किनभने मैले त्यो कलर हुन्छ नि त, सोया सस हुन्छ, चिल्ली सस हुन्छ, चिल्ली सस मैले हालेको छैन नि त, बच्चाले उसो किनकि घरकै लागि भनेर। अनि अब यो अब एकदिन ढाकेपछि अनि बल्ल स्वाद अनुसारको चाउमिन हुन्छ। होइन चाउमिन अब रेडी भयो। यो हल्दी हालिछु किन यसो सेतो देखाइछ भने मैले यो उस हाले के अरे हल्दी हालेर पहिला बनाएको। अर्को त्यो सस अब दोकानमा जाऊँ भने अब त्यो चाउमिन गाडी आएको छैन नि त, चाउमिन गाडी नआएको भएर मैले यो बनाएको थिएँ।